हेलो गुड मर्निङ नमस्कार एभ्रिवान। र आज हामी तपाईँलाई कहाँ लाँदैछौँ भन्ने कुरा चाहिँ तपाईँले देख्नुभयो होला हाइलाइटमा। हामी रेसी जाँदैछौँ, भिडियोलाई स्किप नगरी हेर्नु होला। फाइनल चाहिँ हामी आइसकेको छ होइन, टक्कै खोला एकदम गरम बेसी होइन। सो अलिकति अब पिकनिक जस्तो नै खेलेको हामी, हाम्रो काम थियो तर पर्सनल हाम्रो काम थियो, अलिकति काम गरेर सकेर चाहिँ यहाँ पनि जाउँ न त, एकछिन त्यहीँ त पुगिहाल्यो भनेर सल्लाहले आएको हामी होइन। चुलाई अलरेडी चुला होइन अलिकति म्यानेजमेन्ट गरेर टक्कै बनाएका छौँ। यता सन्तोषजी भोकले मर्नु आँटिसक्यो, ज्याकेट छोड, उसको ज्याकेट फेरि महँगो गरे हराउँछ अरे, छोड्दैन। सुटो ढुक्दैछ होइन, टुरिस्टहरू रहेछ है, यहाँ पर होमस्टेहरू छ नि त, अहिले भरे त्यहाँ हो नि त होइन। सो अहिले चाहिँ हामी सिक्किमपट्टि छौँ, चाहिँ हाम्रो है रफ्तार आगो सल्किँदैछ है। त्यो निकै यहाँ पर पौडी छ, तपाईँको पौडीहरू खेल्दा नि हुन्छ, यहाँ गाडी साडी धुनु लागि एकदम फेसिलिटी दामी। कलकत्ताबाट आएको रहेछ उहाँहरू। पहिला सुटो चाहिँ फेरि यो कुखुराको कर्ची मर्ची क्या, एकदम खानु हतार थियो नि त केटाहरूलाई होइन। सट्टै पहिले कुखुराको कर्ची मर्ची आगो टक्कै मजाले धुवा आउँदै थियो, दाउरा सुकेको थिएन नि त, सुकाएको होइन। मजाको खोला सफा देखेको थिएँ, खोला मजाको सफा चिटिक्कै पर हेर्नुहोस् न, टक्कै फुलहरू होइन, त्यहाँ टक्कै होमस्टेहरू रहेछ, मजाको टक्कै थियो जग्गा होइन। सट्टै यसो हल्का कपाल पनि बनाएको नि त, अस्ति निकै गरम थियो नि त। अब चाहिँ टक्कै यता प्याज टमाटर मजाले काटेर राखेको थिएँ, यसो घाममा सो सन्चै पानी लिएर आउँदैछ, फेरि पानी लिने काम जुत्ता छोडिदिएको नि त फेरि होइन। पानी टक्क राखेँ, यता फर्केर एक लाइक दियो होला भनेको थियो, उसले लाइक पनि दिन्छ फेरि, टक्कै लाइक दियो है। कराईमा टक्कै प्याज सबै रेडी गरिदियो, मजाले पाक्दैछ। प्याज मजाले पकाउनु पर्छ नि त होइन, निकै गरम थियो मेरो पाल चाहिँ, सबै खोलेर चाहिँ टक्कै ज्याकेट लगाएर हल्का बाहिर मजा क्या, हल्का यो घाममा ताप्दै वरिपरिको हावा लिँदै थिएँ। सोनामले मजाले बनाउँदैछ, टमाटर समटर मजाले हालेर गर्दैछ केटाले काम होइन। मजाले बबाले बनाइन्छु भनेको सोनामले होइन, अझै अब यो बबाले भएको थियो टेस्ट चाहिँ क्या साथीभाइ। टमाटर यसको फेरि चलाइ अलग्गै थियो नि त होइन, चलाइ पनि अलग्गै, तर खोलामा फेरि हेर न चिसोमा मजाले हो। पर बिचरा यो तिनवटा कुकुर चाहिँ के यता हेरिरहेको क्या, मासु गन्धले बिचरा होइन, कति बोलाउनु खोजेँ तर आएन। उता उनीहरूलाई मालिकको पनि डर होइन, यता पनि आउनु डर, यता पनि अब आउनु उता जाने कि भएको क्या, मासु गन्धले बिचरै तिनजना क्या आएर हेरिरहेको, हेर्नुहोस् न बिचरा हो। तिनजना यतै आउनु मन थियो उनीहरूलाई होइन, तिनीहरूलाई टक्कै सेपका बनाउनुपर्छ केटा हो भनेर चाहिँ मजाले पक चाहिँ बिचमा छिल्नु लगायो नि त दुईजनालाई होइन। सिकाउँदैछु केटाहरूलाई, अब यसो गर्नुपर्छ उसो गर्नुपर्छ। पल्लोपट्टि ढुङ्गा तातिरहेको छ होइन, मजाले बाबाले तातिँदैछ ढुङ्गा होइन। टक्कै उनीहरूलाई चाहिँ यसरी बनाउनु लगाएँ नि त, मजाले छिल्नुपर्छ साथीभाइ, नुनहरू हालेर मजाले म्यारिनेट गर्नुपर्छ ल। टक्कै सिकाएँ नि त, म चाहिँ सिकाउँदैछु साइडमा बसेर, निकै गरम थियो, ग्लास लगाएर यस्तो हल्का म चाहिँ होइन केटालाई सिकाउनु पऱ्यो नि त, सिकाउँदैछु होइन। टक्कै सन्तोषजीको हुँदैछ फेरि पर, टक्कै सट्टै आमा मजाले रेडी गर्दै सन्तोषजीको हेर्नुहोस् न, टक्कै केल थाल्दैछ। उहाँ चाहिँ फेरि प्योर भेजी परेको नि त आजको दिनमा, मेरो पालो चाहिँ बिचरा आलु सालु मुला सुला हल्का चिज खाने अरे नि त होइन। भात मजाले उम्लिँदैछ हेर्नुहोस् न, ब्लक मजाले क्या उम्लिँदैछ भात पनि होइन। टक्कै सन्तोषजीको सब्जी पनि बसाइसक्यो हेर्नुहोस् साथीभाइ, उहाँको सब्जी टक्कै रेडी भइसक्यो होइन। हाम्रो यता भात पनि पाक्दैछ है। उसलाई फेरि एकदमै पौडी खेल्नु म यस्तो चिसो पनि गएर खेलिदिएको नि साथी, आमा करा छ नि, जिउ चाहिँ स्टिल बडी हो नि त होइन केटाको, मजाले खेलिदिँदैछ होइन पौडी पनि, टक्कै पौडी खेल्दैछ। यता मजाले सेउको लागि चाहिँ ढुङ्गा हामीले ततायौँ क्या, आगोमा बुरुरुरुरुरुरुरु आगो बल्दैछ आगो बल्दैछ, बुरुरु आगो बल्दैछ होइन। म चाहिँ टक्कै टेस्ट गरेको कर्ची मर्ची कि बबाल मिठो थियो क्या, बबाल मिठो लाग्यो क्या मलाई चाहिँ। सोनामा कस्तो भयो भन् त भनेको, यसलाई एकपल्ट खान त तँ खा होइन, टेस्ट गरेर भन्न भनेको नि त यसलाई पनि मैले, भन् त कस्तो रहेछ आमा दामी हेऱ्यो है, मजाले हुँदै थियो यहाँ क्या। सेकुवा पनि ढुङ्गा माथि होइन, मजाले पाक्दैछ सेकुवा होइन। एकदमै भोक लाग्यो, सेकुवा फेका पहिला भात पाउँला भनेर चाहिँ आमा हतार सबजना खानु बस्दै क्या, खाना खाँदैछौँ होइन। सबजना आफ्नो ध्यानमा पनि ढोक्नु पऱ्यो नि त खाना खाँदाखेरि त होइन। उसले पनि बचाउँदैछ, सबैले बचाउँदैछ। पहिला खानासाना खाइहालौँ होइन, त्यसपछि मात्रै जे हुन्छ गरौँ, सेकुवा पनि लास्टमा खानुपर्छ। हामी चाहिँ खाना खानु बस्यौँ मजाले होइन। कुकुर पनि छेउमा थियो, अर्को यो चाहिँ अर्को देशको आएको फेरि होइन। टक्कै यसरी थियो नि त, र वरिपरि सिन हेर्दै खाएको नि त होइन खाना पनि। सट्टै यस्तै गरेर चाहिँ यस्तो बसिरहेको कि केटाहरूले गाउने अरे क्या खाना खाँदै गर्दा। यो हल्का यो बर्थडे पनि भयो नि त, यसको बर्थडे पनि दिएको होइन, बर्थडे पनि अर्कै मनायो, गाइहाल्यो केटाहरूले। अब ए आइ गीत गान त लेखिदियो र भनेर चाहिँ गीत गायो। त्यसपछि हल्का डान्स, हाम्रो डान्स चाहिँ यो खालको थियो अरे, हाम्रो तामाङ सेलोमा हो नि त होइन। सबजना हल्लै पिलो सन्तोषजीको फेरि डान्स गरे अलग्गै खालको, आम्मा दुइटै हात माथि गरेर मजाले भवाल डान्स थियो। यसरी चाहिँ गर्नु थाल्यौँ हामी वरिपरि। त्यसपछि हामी फर्क्यौँ है साथीभाइ, निकै रात परिसकेको थियौँ, हामी गयौँ रुमतिर, फर्किँदैछौँ। नेक्स्ट भिडियोमा भेट्नेछु, टाटा बाई बाई, थ्याङ्क्स फर वाचिङ।